ठेस लाग्दा दुख्ने उस्तै चोट लाग्दा बग्ने उठै रगता धरतीकै बासा फेर्ने ओइ सासा एउटै हो जगता म कति बोको घृणाको भारी दिए नि पुग्थ्यो मान्छेको चिनारी यो कथा पहाड र तराईको बीचमा घना जंगलको काखमा अवस्थित एउटा सानो गाउँको हो। यो गाउँ अन्धविश्वास र भेदभावले भरिएको छ। गाउँमा एकजना काजी छन् जसको मन निकै कठोर छ। उनकी छोरी गुन्जन र उनकी श्रीमती छन्। यिनी हुन् शीतलकी आमा। श्रीमानले सौता हालेर घरबाट निकालेपछि यो गाउँमा आएर बसेकी छन् र उनकी एउटी छोरी र कान्छो छोरा छन्। गाउँमा एकजना पुजारी पनि छन् जो निकै अन्धविश्वासमा डुबेका छन् र छुवाछुतको व्यवहार गर्छन्। उनकी श्रीमती र एकजना फटाहा छोरा छन् जसले काजीको छोरी गुन्जनसँग बिहे गर्ने सपना देख्छन्। यही गाउँमा रामलाल नामका अर्का व्यक्ति पनि बस्छन् जसका छोरा निकै मेहनती छन्। अब यहाँबाट कथा सुरु हुन्छ। नमः नमः हे सनमय मसनमय मसनीमय ससनी मणि मसनी मय देसानी मय तमय आत्मा मय दिदा न दिदा मय तस्मय रे सिंगी मय शब्द ओले तमय न बाख्रालाई घाँस हाल्दै त नानी बिहान दिए कराएछन् बाख्रा होइन यो बाख्रा पनि कति कराउँछ भोक पनि लागेको होला जसितले गाग्री चिसो पानी लिएर आएको नमस्कार दिदी, आरामै हुनुहुन्छ? ठिकै छु बाबु, बाँचेकै छु। कहाँदेखि आउनुभयो यति बिहानै? के गर्नु दिदी, बिहानै नहिटेपछि साँझ छाक पुग्दैन। पारी गाउँ पनि जानु छ दिदी। बस्दै गएर बाबु, म लिएर आउँछु। चामल दिने हुन्थ्यो बाबु, घरमा भएको यही पिठो
बाटो मात्रै कति खानु, चामलको भात खान पाइदिएको भए कति मिठो हुन्थ्यो होला। आमा हजुर पनि खाना खानु न। म त खाइहाल्छु, बरु तिमीहरू भोकाएका होला ल। नमस्कार काजी साहब। पुर्ने यति बिहानै के लिएर आएछ आज त? धान लिएर आएको छु काजी साहब। यसपालि यति नै भयो, अर्को पालि चुक्ता नै गरौँला। तैँले गएको साल पनि यही भने आउँछ बाबु हेर, अहिले पनि त्यही भनी, अर्को साल त तेरो घरमा ताला छ बाबु हेर। छोरी यो कागज होला, त्यसले कति दिए आउँछ कति दिए आउँछ, त्यो बाँकी कति छ यसो हेरेर यसलाई गरेर आयो सजिलो हुन्थ्यो। हेर बाबु, अहिलेसम्म तेरो 2 मिनेट बाँकी छ। अब यो 2 मिनेटले कति पुर्याउने हो, त्यसपछि आएन असुल भएन भने ताला लाग्ने सम्भावना धेरै छ बाबु। हुन्छ काजी साहब, म अर्को वर्ष जसरी पनि चुक्ता गर्छु हजुरको ऋण। अब खेत खुन्नु बाँकी छ, केही अलिअलि घटबड भइजाला, खेत खुन्नु जसरी भए पनि जानुपर्छ। हुन्छ काजी साहब, म जान्छु। हिजो मैले के भने बिर्सेल्नु भयो? हिजो तिमीले के भनेको थियो मलाई? मैले त भुलेँ। घरमा यस्तो काम छ, शीतलको आमालाई काममा बोलाउने होइन। तिमीलाई के हो टेन्सन बरु, छोरी गए त बोलाइहाल्छ नि। उतैबाट पिठो ल्याइकन आउनु। छोरी त्यो पुर्ने खन्न गएको छ, उतैबाट उसलाई अरूले पनि दिएर आ है। हुन्छ बाबा। ल यही दियो दाइ, लिपिएको छ है, मिलाएर हाल्नु। पिल्यो भने त बर्बाद हुन्छ। हेर्दा नि हामी पनि कसरी निकाल्दो रहेछ। हामीले जित्यौँ। हेरौँला भन्थिस्, देखिस् हाम्रो दाइको हात कति सिधा रहेछ। जहिले पनि ओए के भनिस् फेरि भन्दा? भन्छु त के गर्छस्? दम छ भने दाइलाई छोएर देखा। मुई साग पाउनु भएर चाहिँ के कति काम ल्याउनु भयो? आज बारीमा मल बोक्नु थियो, त्यसैले बाबाले बोलाउनु पठाउनु भएको। ए एकछिन रोक्नु नानी, म भित्रबाट कबाले लिएर आउँछु। आमा म जान्छु मल बोक्न, हजुर घरमै बस्नु। कति काम गर्नुहुन्छ, अब बुढी पनि हुनुभयो। पर्दैन नानी, म गइहाल्छु, बरु घर गाई भैँसीको ध्यान राख्नु। आमै आउँदाखेरि मलाई बेलौती ल्याइदिए है। हुन्छ बाबु, म ल्याइदिन्छु। कतै डुल्न नजानु, घरमै बस्नु। के भयो कान्छा? राम्रोसँग गरेछ है, कतै हात खुट्टा जलाउलास्। लौ बुवा चिया, अदुवा हालेर बनाएको छु, तिमीलाई काँचो पनि लाग्छ।
एकैछिन सन्चो हुन्छ बाबु, फेरि त्यस्तै भइहाल्छ। कान्छा यहाँ त यो धागो फुत्केको मिलाइदेन। बुढो भएपछि आँखा पनि देखिन छाड्दो रहेछ। मसित भा किन चिन्ता गर्छौ? मेरो लागि कति दुःख गर्छस् कान्छा। अब त ठुलो पनि भइसकिस्। अब घरमा लक्ष्मी भित्राउन पाए झन् राम्रो हुन्थ्यो होला। हुन त हो बा, तर म जस्तो नराम्रोलाई कसले छोरी दिला र? भन्छन् भगवानले माथिबाट नै जोडी बनाएर पठाएका हुन्छन्। तेरो पनि कोही होला नि। हिजो काजीबाईले खेत खन्ने भनेर भन्नुभएको छ। म जान्छु है बा। ल राम्रोसँग जा है कान्छा। शीतल दिदी जाम खोला कपडा दिन जानु त हुन्थ्यो बहिनी, भाइ घरमा फेरि एक्लै छ। आमा काजी साहबकोमा मल बोक्न जानु भएको छ। एकैछिनमा आइहालौँला नि दिदी, मलाई जङ्गलको बाटो डर लाग्छ। हुन्छ बहिनी, बस्दै गर, म पनि कपडा लिएर आउँछु। बाबु पानी हाल्न पारबाट निकाल्नु भएको छ। मुख पोल्ला फेरि जिन्दगीले पोलिरहेको बेला यो रक्सीले के पोल्ला र भाउजू? के भयो र बाबु? काजी साहबले छोडिदिन भन्नुभयो कि के हो? नदिए रक्सीलाई नि भाउजू। चिन्ता नगर्नु बाबु, काजी साहबले तपाईँलाई नै जोइ बनाउनुहुन्छ। तपाईँले भने जस्तै होस् भाउजू। हेर साइला हजुर। अनि छोरा बुहारी राशिफल मिलेन। अब के गर्नुपर्ने भयो त पुजारो बा? छोराको दर्शकहरू सबै ठिकै छ। बुहारीको गर ठिक छैन, गर बुहारीको फाल्नुपर्छ। त्यसपछि मात्रै चिना हेरौँला। ल त हुन्छ त पुजारो बा, हामी जान्छु त। तपाईँलाई लाज शरम लाग्दैन? डुलो कुकुर जस्तो डुल्ने, अनि आफू त बिग्री गमेलाई पनि बिगाडिदिए तैँले। मैले कस्तो छोरा जन्माएको छ यो भगवान्। होइन कति कराउनुहुन्छ कि छोरा न? त चुप लाग। तेरै मायाले गर्दाखेरि तैँले पुलपुलेन छोरो बिग्रिएको हो। होइन के बिगाड्या छ र छोराले? यस्तो हो भने कुन भाम्लामा पाड्ने हो मलाई थाहा छैन। बिचार छोरालाई भोक लाग्यो होला, जाउँ खाना खानु। कस्तो छोरा जन्माएको छ मलाई गाउँबाट लाज बनायो। मलाई बाहिर निस्किनु पनि लाज लाग्छ। दिदी हजुरलाई थाहा छ गाउँमा रोदीगर बस्दैछन् गरे जानुपर्छ है, रमाइलो हुन्छ। हेरौँ के हुन्छ, आमाले जान दिनुभयो कुन जामलाई। जाम हिँड, घाँस काट्ने मान्छे होला। दिदी मलाई त यो बाटो हिँड्न साह्रै डर लाग्छ। झन् पूर्णे दाइको आमालाई यही बाटोमा बाघले खाएको। आमा बितेपछि पूर्णे दाइले झन् साह्रै दुःख पाउनु भएको छ। आज खाना हिसाबले पो लिएर आउनुभएको छ। लिनु खाना। खेत खनेर पनि सकिँदै थियो, हजुरले पनि खाना ल्याउनु भयो।
साहब हजुर थाकेर आउनु भएको होला एकछिन बस्दै गर्नुस् म लगिदिन्छु अलिकति छेउ खन्न बाँकी छ के छ शीतलकी आमा काम चलेकै छ काम गरेको छ काजी साहब है शीतलको आमालाई भोक लाग्यो होला खाना दियो ल आटो मात्रै कति खानु चामलको भात खाना पाइदिएको भए कति मिठो हुन्थ्यो होला तो सानो जातको मान्छे मेरा घरभित्र छिर्ने